हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल हिक्मत नाचरिङ ब्लग। तपाईँहरूले हेर्न सक्नुहुनेछ अहिले चाहिँ हामी ट्याक्क भोजपुर हाम्रो भरनागीदेखि चाहिँ हामी ट्याम्के जाँदैछौँ। वहाँनिर मेरो दुईजना साथी, मेरो भाइ र मेरो बुवा जानुहुँदैछ अगाडि अगाडि। म चाहिँ सास फुलेर अलिक सकिरहेको छैन होइन। के भन्ने, हाम्रो बाउले मलाई जहिले भन्थ्यो यहाँनिर हामी टुसारोमा छरप छरप पत्कर सोर्नु जान्थ्यौँ बिहानै उठेर खाली खुट्टा। तिमीहरूलाई यस्तो यहाँनिर मधेसमा लिएर यति मजाले राख्दा पनि तिमीहरू मात्तिएको होइन, धेरै सुख भएर पात्तिएकोहरू भन्दै कराउँदै यही डाँडोहरू मेरो बाउहरू पत्कर सोर्नु हिँड्ने बाटोहरू यिनै हुन् होइन। जङ्गल यहाँनिर चाहिँ देवथान छ भनेर होइन। यही बाटोमा सङ्घर्ष गरे बुढाहरूले अगाडि जाँदैछन्, त्यही भएर अहिलेसम्म डरै छन् बाबै। मभन्दा अगाडि ल्याम ल्याङ हिँडिराख्नु भएको छ। म चाहिँ हिँड्न सकिरहेको छैन, एकदम गाह्रो भएको अवस्था छ साथीहरू होइन। मेरो भाइ केटो पनि हिँड्छ फेरि। अहिले चाहिँ फेरि यो उकालो छ कि भरे माथि पुगिन्जेलसम्मै साथीहरू। यहाँनिर चाहिँ अहिले चाहिँ त्यो गाडीमा 1 नम्बर गियरमा कुद्छ नि उकालोमा गाडी, त्यस्तै हो। 1 नम्बर गियरमा बिस्तारो बिस्तारो जाने। भरे आउँदा चाहिँ फेरि ब्रेक फेल भयो, गाडी यस्तो गुल्टुङ टुङ 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 गुड्केर स्पिडमा आउने। अब यहाँनिर मेरो भाइले भन्दैछ 3 घन्टाको टाइम दिएको छ, अनि मैले 4 घन्टा राख्नुपर्छ होला भनेको। दाइ तपाईँ भएर चाहिँ 3 घन्टा नत्र हामी 1.5 घन्टामा पुग्छौँ भन्छ। हेर्दै जाऊँ साथीहरू अब कति घन्टामा पुग्दो रहेछौँ होइन। तपाईँहरूलाई म अपडेट दिन्छु, हेर्नु न। एउटा घन्टा सक्दिनँ है साथी हो म त। आउनु दाजु बिस्तारै, तपाईँ आउनु न, आउनु बिस्तारै बिस्तारै। लाग्दैन नि त 3 घन्टा त्यो अब। ओ माई गड, पारी दाजु मकालमा हाँसिरहेछ। तल्लो कस्तो यो कस्तो ठाडो पिताजी। यहाँ नि हौ ए आमा उठो। अब नभए 2 अब दाइ 1.5 घन्टामा पुगिन्छ दाइ। दृश्यहरू हेर्दै जाउँ, हेराउँदै जाउँ। हामी तलदेखि आएको डाँडा, यो चाहिँ एकदमै खतरा खालको ठाउँ हो यो। त्यो त्यही कान त दुलो परिहाल्छ होइन। स्पेसल हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले, हामी ट्याम्के जाँदाखेरिको दृश्य हो यो। ट्याम्केको कठिन यात्राहरूमा छौँ हामी। अब हामी तपाईँहरूलाई ट्याम्के कति फिटमा दिन्छ भाइ? दाइ यो भनेको 3500 3600 लगभग त्यस्तै छ, कति पो छ। हामी जति माथि गएर तपाईँहरूलाई देखाउने छौँ। अब हाम्रो बाँकीको भ्लगहरू हेर्दै गर्नु साथीहरू। गाह्रो भएको अवस्था दाजु। अब नजाउँ भने पनि आधी बाटो आइसक्यो, जाउँ भने पनि सासबाट मर्न आँटिसक्यो। जति माथि गयो त्यति चिसो। मेरो भाइहरू, मेरो बुवाहरू मेरो भाउ र मेरो बाबु बुवा र भाइ चाहिँ
अगाडि है जाँदैछ मजाले पछाडि पछाडि जाँदैछु। यो जम्मै देख्नुभएको तपाईँहरूले यो जम्मै लाली गुराँसको रुखहरू हो होइन, यो गुराँसको रुखहरू जम्मै। अब जति माथि जाँदैछ त्यति हावा यस्तो चिसो आउँदैछ है साथीहरू, यस्तो हुँदैछ। बाटो हेर्न सक्नुहुन्छ कस्तो बाटो छ, मान्छे हिँड्न छोडेर क्या बाटो। अब गाडीहरू माथि माथिबाट यता चखियाबाट मुन्दुङ ट्रेल हुँदै मुन्दुङ कताबाट यता चखिया माथिबाट जान्छ अरे। त्यही भएर अब बाटो मान्छे हिँड्न छोडेपछि यस्तो अवस्था छ। हेर्नु राम्रो जङ्गल त पटेर भएछ हौ, जङ्गल कस्तो घारी भएछ हौ। हेर्नु यस्तो बाटो हुँदै आउनुपर्छ अनि अब मान्छे नहिँडेपछि के रहेछ त होइन, बाटो सकिएछ। यो त बाटै हो पहिले, तर अब मान्छे नहिँडेपछि कुलो मात्र भएछ कि बर्खामा पानी बग्ने होला नि। अब मेरो बाउमा भन्दा खतरा हिँडिराख्नु भएको छ। सबै हेर्नु गुराँसको रुखहरू है जम्मै आथा जाथा। धेरै गुराँस यहाँनिर गुराँस चापहरू होला सायद। बाटो यस्तो छ नि, बाटो हेर्नु है साथीहरू, राम राम राम। को हुनुहुन्छ भोजपुरबाट हेर्दै हुनुहुन्छ हेर्नु है, भोजपुरीहरू टेम्के जाने बाटो यस्तो भइसकेछ। आउनु पर्यो आफ्नो गाउँ बनाउनलाई। अब चाहिँ हामी हाम्रो डेस्टिने टेम्के गइपुग्न आँटिसक्यौँ होइन। हेर्न सक्नुहुन्छ यस्तो हावा चलिरहेछ आम्मामामामा है। आई लाइक दिस भ्यू, यस्तो राम्रो छ नि यो नजारा। तपाईँहरूलाई यो चाहिँ के भन्ने यार, नेपालमा यस्तो स्वर्ग ठाउँ छ तर बस्नै मन लाग्दैन साथी। जाडोले पक्राक पुग्रुक होइन। माथि साथीहरू 4 जना आउँदैछन्, सायद माथि टेम्किन गएर आउनुपर्छ होइन। रमाइलो छ डाँडा। अब लगभग हामी आधी घन्टामा पुग्छौँ। आधी घन्टा लाग्छ, लगभग आधी घन्टामा पुगिन्छ होला होइन। हेर्नुहोस् डाँडा पुग्दा अहिले यसमा तपाईँलाई हिमाल देखाइन्छ सब है। हेर्नु सक्नुहुन्छ यस्तो दामी यो फिल्डहरू। वाउ वाट अ ब्युटिफुल हेभन प्लेस के। इङ्ग्लिस बोलिहाल्यो बुझ्नुहुन्न होला तपाईँहरूले, मैले चाहिँ स्वर्ग जस्तो ठाउँ भनेको है साथीहरू। वाह हेर्नुहोस् एकदम। यहाँ दुलो पनि रहेछ। यो दुलो चाहिँ केले बनायो त? जेसुकै बनाओस् दुलो छ। हिमालहरू देखिन थालिहाल्यो नि साथीहरू। अब यो डाँडा काटो त्यो डाँडा राम्रो देखिन्छ, त्यो डाँडा काटो अर्को डाँडा राम्रो देखिन्छ। यस्तो गर्दा गर्दै हामी टेम्के पुग्छौँ। अनि टेम्के त त्यत्तिकै सुन्दर ठाउँ भइहाल्यो होइन साथीहरू। हेर्नु हिमालहरू देखिन थाल्यो है साथीहरू। अहिले म माथि गएर तपाईँहरूलाई म हिमालहरू चिनाउँछु। भेरी भेरी ब्युटिफुल प्लेस इन नेपाल। माय गॉड रालसिया नै भयो नि। हेर्न सक्नुहुनेछ तपाईँहरू। अब लगभग हामी टेम्केको नजिकै आइसक्यौँ डाँडाको। यहाँनिर चाहिँ टक्कसँगले मेला लाग्दो रहेछ। कहिले लाग्छ दाजु? अस्ति बाला चतुर्दशीमा होइन, अस्ति बाला चतुर्दशीमा टक्क यहाँनिर मेला लागेर यस्तो यहाँनिर बनाउनु भएको रहेछ साथीहरूले। अब फेरि यहाँनिर चैतमा लाग्छ होइन फेरि, चैते दसैँ मेला फेरि यही ठाउँमा टक्क लाएर लाग्ने रहेछ। चुला हेर्नु है सब हेर्नु। अब यहाँनिर आएर पछि पनि फेरि आफ्नो ठाउँमा कब्जा हानेर यहाँनिर मेला मनाउने हो टक्कसँगले। अनि यस्तो कटेज बनाएको छ नि साथीभाइहरूले, भत्काएछ जस। ओह गाडी पनि आउँदैछ। यो गाडी कहाँबाट आएको? यो गाडी उता इटारीबाट चखेवा हुँदै आयो नि। चखेवादेखि हामी चाहिँ हिँड्दै आयौँ। चखेवादेखि चाहिँ टक्कसँगले गाडी नै आउँछ है साथीहरू। हेर्नुहोस् अब हामी माथि अझै यस्तो दामी बाटो छ, तपाईँलाई जुम गरेर देखाइन्छ यार साथीहरू।
माई गड मुन्दुम ट्रेल ल है साथी हो अब माथि गएर बाँकी आउँछ साथीहरू हामी चाहिँ अहिले ट्याम्केमा आइसकेको छौँ होइन यहाँनिर हामी मन्दिर प्रस्थान गर्छौँ अब यहाँनिरको मन्दिरमा प्रस्थान गरेर हामी यसो दर्शन गर्छौँ है हाम्रो बाबाहरू दर्शन हुँदैछ यहाँनिर के को मन्दिर हो अब यसो घुम्ने कताबाट जाने हो भाइले पूजा गरेर निस्क्यो घन्टी बजाएर निस्किँदै तर पनि हामी निस्किन्छौँ हामी मन्दिरमा पनि पसिसक्यौँ मन्दिर यस्तो रहेको छ मदर यो त काठको पो रहेछ त यो त जमाना काठको हो त नि काठको छाना भएको यस्तो हान्ने नाकबाट सिकानै निकाल्थ्यो होइन यस्तो दामी हावा आएको छ यहाँ हातहरू पुरा शिरमा आइसक्यो हावा सास फेर्नै दिएन कि साथीहरू एकदम खतरा छ है म साथीहरू आउनु हुँदैछ मेरो बुवा र भाइ पनि पछाडि पछाडि म अहिले फेरि हावा कम भयो आमा कहाँबाट आउँछ यो हावा एक्कासी हेर्नु साथीहरू म चाहिँ यहाँनिर एकदम हिमाल चुचुरी धुतुरीतिर आइसकेको छु हेर्नुहोस् र यो डाँडामा पनि यहाँनिर भएको रहेछ यहाँनिर मान्छेहरूको आस्था हो यो होइन पैसा चढाउनु भएको रहेछ होइन अब हेर्नुहोस् हिमाल तिमीलाई देखाइदिएँ मैले अलिकति भिडियो खिच्छु होला साथीहरू हिमाल हिमाल पहाड तराई कोही छैन उपराई यहाँदेखि चाहिँ जम्मै हिमाल देखिन्छ है देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर सवाल जवाफ चल्दैन भन्ने हुन्थ्यो होला उहाँहरू चाहिँ सिलिन्ड पानी लिनुहुँदैछ माथि होइन जिउ तताउने भित्री कोट अब यस्तै छ साथीहरू मेरो भाइले पनि हान्छ राम्रै हान्छ साथीले म चाहिँ तर अब यस्तै छु होइन म चाहिँ ज्ञानी परेँ खाँदिनँ हामी यसरी डुङ्गामा अब यहाँनिर तातो दाजु पानी खानु डिउ हो डिउ होइन पानी हो साथीहरू यो चाहिँ साह्रो चिसो चिसो है लास्टै चिसो साँच्ची भनेको नि ड्याडी यहाँनिर मसँग 20 खरब जति पैसा हुने यो डाँडामा घर बनाउनु एउटा हेलिकप्टर किन्नु तपाईँ के गर्नुहुन्छ है यहीँ बस्नुहुन्छ होला नि के गर्नु बाघा हेलिकप्टर लगेर जानुहुँदैन नि खालि गाडी जान्थे खलासी है पिताजी एकछिन चलाम न त भोचुर पुग्नु लाग्यो हेलिकप्टरमा है पैसा हुनुहुन्थ्यो रमाइलो हुन्थ्यो होला जिन्दगी यहाँनिर घर बनाएर माछालाई अनि तर के पक्रेरै मरिन्थ्यो होला नि यहाँ कक्रेर त दाइ कक्रेर त पर जाउँ यहाँ साग सब्जी चाहिँ सानो फलाइन्थ्यो नि फल्दैन होला नि यहाँ त भाइ फल्छ दाजु हिटर राखेर साथीहरू यस्तै भयो हाम्रो चाहिँ यस्तै कुराकानी भयो होइन उहाँहरूले सिलिन्ड पानी खाइसक्नुभयो हेलिकप्टर भएकोदेखि खलासी बस्थ्यो अरे भाइ ठिकै छ छैन ल अब अर्को भ्लगमा भेटौँ साथीहरू